नलेज नेपाल युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आजको भिडियोमा हामीले लोक सेवा आयोगले लिने नायब सुब्बा पदको प्रथम पत्रको परीक्षामा सोधिने सामान्य ज्ञान खण्डका 30 वटा प्रश्न उत्तरलाई समावेश गरेका छौं। हजुरहरूबाट सकारात्मक प्रतिक्रियाको आशा राख्दै सुरु गरौं आजको भिडियो सामग्रीलाई। पहिलो प्रश्न रहेको छ, सबैभन्दा तातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? सौर्यमण्डलमा सबैभन्दा तातो ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ। हटेस्ट प्लानेट अन द सोलर सिस्टम, शुक्र ग्रह। प्रश्न नम्बर 2 रहेको छ, पृथ्वी दिवस कहिले मनाइन्छ? विश्व पृथ्वी दिवस अप्रिल 22 तारिकका दिन मनाइन्छ। अप्रिल 22 तारिकका दिन विश्वभरि विश्व पृथ्वी दिवसका रूपमा मनाइन्छ। प्रश्न नम्बर 3, दिएका मध्ये सही जोडा कुन होइन? क मिसिसिपी उत्तर अमेरिका, अमेजन दक्षिण अमेरिका, मरे डार्लिङ एसिया र नाइल अफ्रिका। नदी र महादेशहरू बीचको जोडा रहेको छ। यसमध्ये अप्सन ग मरे डार्लिङ एसिया सही जोडा होइन। मिसिसिपी उत्तर अमेरिकामा नै पर्छ, अमेजन दक्षिण अमेरिकामा नै पर्छ, नाइल नदी अफ्रिकामा नै पर्छ भने मरे डार्लिङ अस्ट्रेलिया महादेशमा पर्दछ। प्रश्न नम्बर 4, बुढा महाराज भनेर कसलाई चिनिन्छ? सही उत्तर रहेको छ अप्सन ख भीम शमशेर। बुढा महाराज भनेर राणा प्रधानमन्त्री भीम शमशेरलाई चिनिन्छ। प्रश्न नम्बर 5 रहेको छ, घामका पाइलाहरू कसको कृति अथवा घामका पाइलाहरू कृतिका लेखक को हुन्? यसको सही आन्सर रहेको छ धनुष चन्द्र गौतम। घामका पाइलाहरू शीर्षकको कृतिका लेखक धनुष चन्द्र गौतम हुन्। प्रश्न नम्बर 6, अरु भन्दा फरक कुन छ? हिमालहरूको श्रृंखला दिएको छ जसमा अरु भन्दा फरक कुन हिमाल रहेको छ भनेको छ सगरमाथा, मकालु, माछापुच्छ्रे र धौलागिरी। दिएको मध्ये माछापुच्छ्रे हिमाल अरु भन्दा फरक छ, किनभने अरु हिमाल सबै 8000 मिटर भन्दा अग्ला हिमालहरू हुन् भने माछापुच्छ्रे 8000 मिटर भन्दा अग्लो हिमाल होइन। प्रश्न नम्बर 7, सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो? ब्राजिल रहेको छ। सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो। याद गर्नुहोस्, सबैभन्दा बढी कफी खपत गर्ने देश भने बेलायत हो। प्रश्न नम्बर 8, सती प्रथाको अन्त्य कसले गरेका थिए अथवा सती प्रथाको अन्त्य कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? यसको सही आन्सर रहेको छ चन्द्र शमशेर। सती प्रथाको अन्त्य चन्द्र शमशेरको पालामा भएको थियो। प्रश्न नम्बर 9 रहेको छ, जनगणना 2078 का अनुसार नेपालमा बोलिने भाषालाई धेरैबाट थोरैको क्रममा मिलाउनुहोस्। यसको सही जवाफ रहेको छ नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ अथवा नेपालमा बोलिने टप 5 ल्याङ्ग्वेजेस। नेपालमा बोलिने टप 5 भाषाहरू 100 भन्दा धेरै नेपाली, दोस्रोमा मैथिली, तेस्रोमा भोजपुरी, चौथोमा थारू र पाँचौंमा तामाङ भाषा रहेका छन्। प्रश्न नम्बर 10, धनकुटे राजा भनेर कसलाई चिनिन्छ? यसको सही जवाफ देव शमशेर। देव शमशेरलाई धनकुटे राजा उपनामले पनि चिनिन्छ। प्रश्न नम्बर 11, नेपालको संविधान धारा 34 मा कुन हकको व्यवस्था गरिएको छ? नेपालको संविधानको धारा 34 मा श्रम सम्बन्धी हकको व्यवस्था गरिएको छ। प्रश्न नम्बर 12, सबैभन्दा धेरै भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो? युरोप महादेश। युरोप महादेशमा 18 वटा भूपरिवेष्टित राष्ट्रहरू रहेका छन्। त्यस्तै गरेर एसिया महादेशमा 12 वटा, अफ्रिका महादेशमा 16 वटा र उत्तर अमेरिका महादेशमा 2 वटा गरेर जम्मा 48 वटा भूपरिवेष्टित राष्ट्रहरू रहेका छन् भने 100 भन्दा धेरै भूपरिवेष्टित राष्ट्र युरोप महादेशमा 18 वटा रहेका छन्। प्रश्न नम्बर 13, 12औं जनगणना अनुसार सबैभन्दा कम जनसंख्या वृद्धि दर भएको जिल्ला कुन हो? यसको सही आन्सर रहेको छ रामेछाप जिल्ला। रामेछाप जिल्लाको जनसंख्या वृद्धि दर -1.67% रहेको छ। प्रश्न नम्बर 14, मिश्रको सभ्यता कुन नदीको किनारमा भएको थियो? नाइल नदीको किनारमा मिश्रको सभ्यता नाइल नदीको किनारमा भएको थियो। बाँकी टाइबर नदीको किनारमा रोमन सभ्यता भएको थियो। सिन्धु र रवि नदीको किनारमा सिन्धु घाटीको सभ्यता भएको थियो भने चिनिया सभ्यता वाङ्गो नदीको किनारमा भएको थियो। मिश्रको सभ्यता नाइल नदीको किनारमा भएको थियो। प्रश्न नम्बर 15, नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिलेबाट भएको? विक्रम सम्वत 2013 सालबाट नेपालमा योजनाबद्ध विकासको सुरुवात भएको थियो। प्रश्न नम्बर 16, लिम्बू संग्रहालय कुन जिल्लामा पर्दछ? ताप्लेजुङ जिल्लामा। लिम्बू संग्रहालय ताप्लेजुङ जिल्लामा पर्दछ। प्रश्न नम्बर 17, जनगणना 2078 का अनुसार
नेपालमा सबैभन्दा कम मानिसले मान्ने धर्म कुन हो? बौद्ध धर्म। नेपालको सबैभन्दा कम मानिसले मान्ने धर्म बौद्ध धर्म हो, जुन 10औं नम्बरमा पर्दछ। प्रश्न नम्बर 18, पुड्काको देश भनेर कुन देशलाई चिनिन्छ? नेदरल्यान्ड। नेदरल्यान्डलाई पुड्काको देश उपनामले समेत चिनिन्छ। प्रश्न नम्बर 19, राजी जातिको बसोबास कुन जिल्लामा रहेको छ? दाङ जिल्लामा। दाङ जिल्लामा राजी जातिको बसोबास रहेको छ। प्रश्न नम्बर 20, कफी दिवस कहिले मनाइन्छ? नेपालमा कफी दिवस मङ्सिर 1 गते कर दिवससँगै कफी दिवस पनि मनाइन्छ। प्रश्न नम्बर 21, संयुक्त राष्ट्र संघका सुरक्षा परिषदमा रहेका सदस्य राष्ट्र कुन होइन? स्थायी सदस्य राष्ट्रको बारेमा कुरा गरिएको छ यहाँ, जसमध्ये जापान स्थायी सदस्य राष्ट्र होइन, बाँकी चीन, रुस र अमेरिका भने स्थायी सदस्य राष्ट्र रहेका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा 5 वटा राष्ट्रहरू स्थायी सदस्य रहेका छन्, जसमा अमेरिका, बेलायत, रुस, चीन र फ्रान्स रहेका छन्, जस अन्तर्गत जापान स्थायी सदस्य राष्ट्रमा परेन। प्रश्न नम्बर 22, 16औं योजनाको अन्त्यमा नेपालको औसत आयु कति पुर्याउने लक्ष्य राखिएको छ? यसको सही जवाफ हो 73 वर्ष। 16औं योजनाको अन्त्यमा नेपालीहरूको औसत आयुको एक्सपेक्टेसन अथवा औसत आयुको अपेक्षा 73 वर्षको रहेको छ। भिटामिन डी को कमीले कुन रोग लाग्दछ? प्रश्न नम्बर 23, भिटामिन डी को कमीले कुन रोग लाग्दछ? रिकेट्स। भिटामिन डी को कमीले रिकेट्स लाग्दछ। त्यस्तै गरी रतनको भिटामिन ए को कमीले लाग्दछ। बेरी भिटामिन बी को कमीले लाग्दछ भने स्कर्वी भिटामिन सी को कमीले लाग्दछ। प्रश्न नम्बर 24, नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिलेबाट भएको हो? सन् 1955। सन् 1955 डिसेम्बर 14 बाट नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएको हो। प्रश्न नम्बर 25, जोडा मिलाउ रहेको छ। समूह 1 र 2 बीच जोडा मिलाई सही उत्तर छान्नुहोस्। मानापाती रामशाह, बिस्केट जात्रा जगज्योति मल्ल, दुर्गा नाच सुवर्ण मल्ल र मोहर महेन्द्र मल्ल। जस अनुसार अप्सन ग सही उत्तर। मानापातीको प्रचलन रामशाहले चलाएका थिए, बिस्केट जात्रा जगज्योति मल्लले चलाएका थिए, दुर्गा नाच सुवर्ण मल्लले चलाएका थिए भने मोहर महेन्द्र मल्लले चलाएका थिए। मोहरलाई महेन्द्र मल्ली पनि भन्ने गरेको पाइन्छ। प्रश्न नम्बर 26, नेपाल प्रिमियर लिग 2082 को विजेता टिम कुन? लुम्बिनी लायन्स। एनपीएल सिजन 2 को विजेता लुम्बिनी लायन्स रहेको छ भने उपविजेता सुदूरपश्चिम रोयल्स रहेको छ। प्रश्न नम्बर 27, सबैभन्दा वर्षकै छोटो दिन कुन हो? डिसेम्बर 22 वर्षकै क्यालेन्डरको सबैभन्दा छोटो दिन रहेको छ। प्रश्न नम्बर 28, रारा ताल कुन जिल्लामा पर्दछ? मुगु जिल्लामा। नेपालकै सबैभन्दा ठूलो ताल रारा ताल अथवा यसलाई महेन्द्र ताल नामले पनि चिनिन्छ, यो मुगु जिल्लामा रहेको छ। प्रश्न नम्बर 29, दिएका भनाइहरू ठिक वा बेठिक के हुन् छुट्याउनुहोस्। नेपालमा भाद्र 29 बाल दिवसको रूपमा मनाइन्छ र लेप्चा जातिको बसोबास इलाममा रहेको छ, जस अन्तर्गत दुईटै स्टेटमेन्टहरू ठिक रहेको छ। प्रश्न नम्बर 30 अथवा आजको लागि अन्तिम प्रश्न, आईएसओ 50,000 केसँग सम्बन्धित छ? यो ऊर्जा व्यवस्थापनसँग सम्बन्धित रहेको छ। आईएसओ 50,000 ऊर्जा व्यवस्थापनसँग सम्बन्धित छ।